यो चाहिँ म हाम्रो नेपालको बिगेस्ट एन्ड फेमस एरिया आएको छु। यो चाहिँ हाम्रो न्यु रोड भन्छ है पछाडि। अनि यताबाट म तपाईँहरूलाई बसन्तपुरतिर जाँदैछु है। गर्मी त गर्मी छ नेपालमा। म जाँदैछु है। न्यु रोड यस्तो छ बाटोहरू है। ब्याक साइड न्यु रोड हेर्दैछु है। म घुम्दैछु न्यु रोडमा। त्यस्तो छ हाम्रो नेपालको है बाटोहरू। एउटा चाहिँ यता विशाल मार्केट भन्छ है। ल यो चाहिँ कुन चोक हो थाहा भएन। उता त्यो विशाल बजार भन्छ त्यो चाहिँ। अब यहाँ योदेखि उता पारि चाहिँ सबै हाम्रो बसन्तपुर म त्यही जाँदैछु है त। ल अहिले चाहिँ म बसन्तपुर भन्ने ठाउँमा चाहिँ प्रवेश गरेको छु है। यो ब्याक साइड चाहिँ हाम्रो न्यु रोड पर्छ है। अब यहाँको एउटा रमणीय घुम्ने ठाउँ चाहिँ तपाईँहरूलाई चाहिँ म मेरो भिडियोबाट बसन्तपुर घुमाउँछु है त। कस्तो घरहरू छ होइन। यो राम्रो घरहरू छ। ल यही एरिया चाहिँ हाम्रो बसन्तपुर। यो चाहिँ हाम्रो बसन्तपुर है। बसन्तपुर एरिया हनुमान ढोका त्यहाँ छ। यस्तैहरू बसन्तपुरमा चाहिँ यहाँको फेमस नेपालको प्राचीन कालदेखिको मूर्तिहरू सजावट सामानहरू चाहिँ यसरी लगान भएको छ होइन। यो चाहिँ हाम्रो बसन्तपुर एरिया। तपाईँलाई म यहाँदेखि हनुमान ढोका नै पुऱ्याउँछु त। अहिले फेरि म हनुमान ढोका लिएर आइसकेँ। यो चाहिँ हाम्रो हनुमान ढोकाको यो छ। यो पर्छ है अगाडि यस्तो यस्तो मन्दिरहरू बस ठाउँहरू। बसन्तपुरको चाहिँ फेमस ठाउँ यही हो होइन। यही हो हाम्रो बसन्तपुरको हनुमान ढोका भन्ने प्लेस। यो चाहिँ हाम्रो हनुमान ढोका भन्ने है। यता चाहिँ मान्छेहरू बस्ने ठाउँ छ होइन। यो सब पनि मान्छेहरू बस्ने ठाउँ छ। म चाहिँ एकछिन गएर यतापट्टि बस्छु। अनि त्यसपछि तपाईँहरूलाई म अरू देखाउँछु अरू भिडियोमा। अहिले चाहिँ म एकछिन यो ठाउँमा बसेको छु होइन। यो ठाउँमा आएको थिएँ म हनुमान ढोकामा। तपाईँहरूलाई मैले देखाएको छु। ल अहिले सबैलाई बाई बाई त।